बाजेको लागि के हो त्यो अलिक खोलेर देखाइदिनु नर्थ फेसको रेनकोट हो अरू बोजूको लागि चाहिँ रम भन्नु नि साह्रै छ रेनकोट ब्याग होइन रेनकोट तपाईँ खान्छ होइन यस्तो यस्तो नखाइनु यस्तो पो हुँदो रहेछ दिदी के खान्छ मटन खान्छ हेलो अच्छा ठिकै छ आज चाहिँ म यहाँनिर ब्रदर्स क्लोदिङमा छु है ब्रदर्स क्लोदिङमा चाहिँ किन आएको भन्दाखेरि चाहिँ अस्ति तपाईँले बाजे र बोजू देख्नु पनि होइन र बाजे र बोजूको भिडियोहरू चाहिँ उहाँले पनि अब के म दिन्छु भनेर चाहिँ आज ब्रदर्स क्लोदिङ यहाँनिर आएको छ है यहाँ दामी दामी छ लुगाहरू ब्रदर्स क्लोदिङमा हो देख्नुहुँदैछ नि यहाँ हो लुगाहरू दामी दामी कलेक्सन छ देख्नुहुँदैछ ठिकै छ खै बाजेको लागि गिफ्ट खै बाजेको लागि के हो त्यो अलिक खोलेर देखाइदिनु बाजेलाई चाहिँ गिफ्ट क्या खोल्दैन यो उयो छ त यो ए यो खालके के हो यो रेनकोट बाजेलाई अब बर्खामा चाहिँ रेनकोट छैन होला भनेर बाजेले चाहिँ आचाले चाहिँ रेनकोट सेट रेनकोट हो दामी खालके रेनकोट चाहिँ फेरि नर्थ फेसको रेनकोट हो अरू बोजूको लागि चाहिँ के छ अरे बोजूको लागि चाहिँ रम भन्नु नि साह्रै छ बोजूको लागि चाहिँ दामी खालको छाता क्या बर्खा लाग्यो छाता देखेन रहेछ बाजे र बोजूको लागि चाहिँ उहाँले गिफ्ट दिनुहुँदैछ है अब अहिले भरे बाजे र बोजूलाई भेटेर चाहिँ गिफ्ट दिनेछु थ्याङ्क यू बाचा तपाईँले हेऱ्यो नि है बाजे बोजू भिडियो हेरेँ त कस्तो लाग्यो दामी क्युट है र यहाँनिर चाहिँ ब्रदर्स क्लोदिङमा लुगाहरू पनि दामी दामी पाउँछ यो चाहिँ कहाँनिर छ भने तपाईँको यो मुर्गेटा जाने बाटो यसरी यो मुर्गेटा जाने बाटोको यहाँ सट्टै यहाँ भन्छ तपाईँले आउनु सक्नुहुन्छ ब्रदर्स क्लोदिङमा है आचालाई एकपल्ट फेरि थ्याङ्क यू भेरी मच ल आचा यो चाहिँ अब म बेलुका आफ्टर अफिस चाहिँ यो छाता उयोलाई बाजे र बोजूलाई दिनेछु बोलाइरहेको छु अहिले चाहिँ म यहाँ खाना खानु आएको थिएँ है लन्च ब्रेकमा चाहिँ यो कलेक्ट गर्नु मात्रै आएको थ्याङ्क यू मनबाट आचालाई है बाजे र बोजूको निम्ति गिफ्ट चाहिँ ब्रदर्स क्लोदिङबाट ल हुन्छ थ्याङ्क यू आचा ल म अहिले बेलुका ल दिन्छु नि ओके आचाले हाफ पेन्ट पनि हालिदिने अरे बाजेलाई है दामी चाहिँ फेरि सामानहरू चाहिँ यहाँ क्वालिटीको है दामी दामी क्वालिटी है सामान त्यो उयो छैन है यो पनि हालिदिनु हुँदैछ आचाले है एकदमै ठिक छ उयोवाला दिनु किन बाजेहरूलाई है हो त्यो यो कलर दिनुहोस् न ओके गिफ्ट है अस्ति हेरेर चाहिँ बाजे बोजूलाई माया लाग्यो अरे कि अन्त मलाई फोन गरेर आउन कलेक्ट गर्नु भन्दैछ अहिले म लन्च ब्रेकमा चाहिँ भएर आएर ल ओके लिएर न आउनु भन्नुहुँदैछ है चिया खानु दामी दामी छ कलेक्सन हेर्नुहोस् है यो सबै काठमाडौँको है नेपालको सामानहरू है फेरि यहाँ इन्डियन छैन है दामी दामी सामानहरू छ भिजिट गर्नुहोस् कुनै समय है थ्याङ्क यू भेरी मच आचा तपाईँलाई थ्याङ्क यू ल अहिले ओके थ्याङ्क यू अहिले म आफ्टर अफिस 5 बजी उता बाजेलाई बोलाएको छु त्यति बेला दिन्छु नि ल ओके थ्याङ्क यू फर द गिफ्ट ओके बाई ठुलो ठुलो मन भएकोहरू धेरै चाहिँ हाम्रो कालिम्पोङमा अहिले चाहिँ म यहाँनिर अफिस छुट्टी भएर चाहिँ बसिरहेको छु क्या बोजू र बाजेलाई पर्खिरहेको छु है बोजू र बाजे बस्ने जग्गा चाहिँ यहाँ हो ड्युटीबाट आइसकेपछि है अहिले चाहिँ म यहाँ ड्युटी सकेपछि बसिरहेको छु आचाले दिएको रेनकोट अनि ब्रदर्स कलेक्सनले दिएको है रेनकोट अनि छाता त्यो अनि एउटा हाफ पेन्ट त्यो दिन्छु त्यहाँ साथीले पनि दिन्छु भन्दैछ गिफ्ट गर्छु भन्दैछ बोजू बाजेलाई अनि एकजनाले नाम नभन्नु भन्नुभएको छ उहाँले 3500 पठाइदिनु भएको छ त्यो पनि म उहाँलाई ह्यान्डओभर गर्छु है पानी पर्दैछ क्या अन्त म यहाँ पर्खेर बोजू र बाजेलाई पर्खेर बसिरहेको छु यहाँ आउँछ क्या आएर जहिले पनि बस्छ पानीले गर्दा चाहिँ अहिले अलिक ढिलो भए आइपुग्नु भएको छैन स्टिल म पर्खिरहेको छु हाम्रो लभली जोडी बोजू अनि बाजेलाई विचार देखि हान्न कस्तो छ रमाइलो छ आउँदैछु बस्दै गर्नु म आउँछु त्यहाँ दुईजना खुसी छाता खै छाता अर्को छाता देखाउनु अर्को छैन बिचरा छाता पुरानो भइसकिसकेको छ म्याचिङ गोली हेरेर आएको है दुईजना ड्युटी सकेर है के खाने चाउमिन खाने चाउमिन देऊ न भाइ यहाँ भाइको दोकानमा फिक्स हुन्छ ल भाइ चाउमिन देऊ न बाजे र बोजूलाई दुईजनालाई यो चाहिँ दुईजनाको माया हो क्या हेर्नु नि ठुल्ठुलो रेस्टुरेन्ट जानु पर्दैन क्या दामी दामी होटल सडकमै बसेर पनि माया गर्नु सक्छ क्या सडकैमा बसेर चाउमिन खाएर दुईजनाको माया क्या यहाँनिर है सधैँ यहाँ आउनुहुन्छ क्या अहिले नि ड्युटी सकेर आएर होइन बडा लिनु गएको बडी ड्युटी सकेर आएर फुटबल हेरेर दुईजना चाउमिन खानु हुँदैछ क्या माया भन्ने चिज चाहिँ यो हो क्या ठुलो रेस्टुरेन्टै चाहिँदैन क्या सडकको छेउमा बसेर मिठो प्रकारले खानु हुँदैछ क्या दुईजना
साँच्ची नै यो यतिको जोडी छैन क्या, साँच्ची नै छैन। खायो मिठो चाउमिन कस्तो थियो? मिठो चाउमिन कस्तो थियो बडा? बडाको भाग त बडीले खाइदियो, मैले हेरिरहेको थिएँ। खाएन, बडाको भाग पनि खाइदियो। आउनु भित्र। हाम्रो अक्रम साथीबाट बडीलाई गिफ्ट यी चप्पल, नयाँ चप्पल गिफ्ट। बडालाई कहिले अरे? यी बडी लाउनुहोस् त, नाप्नुहोस् त। बडीलाई कस्तो भयो खै? अर्को लाउनु, अर्को के भन्छ अरे यसलाई? टेस्ट अरे। अक्रमले चप्पल खै नयाँ नयाँ। ठिकै भयो, ठिकै भयो नि। अक्रमको एउटा गिफ्ट बडीलाई है। झोला हालिदेऊ न, झोला गिफ्ट। थ्याङ्क यू भनेको है बडी। बडालाई 1-2 दिनमा ल बडा दिन्छ। अब बडालाई छ नि गिफ्ट है, एकछिन पर्खिनुहोस् है, एकैछिन। थ्याङ्क यू भाइ भन्नु। थ्याङ्क यू भाइ, लभ यू गरिदिनु। लभ यू भन्नु नि गरेको है। तपाईँहरू सधैँ यसरी खुसी बस्नु ल, दुईजना ल। लु जानुहोस् ल, रात पर्छ। दुईजना सामान बोकेर जानुहोस्। अनि यो माया चाहिँ बर्खरात देख्नु पाउँछ, यति माया गर्छ हेर्नुहोस् न दुईजना हो। भ्युवर्सहरूले पनि धेरै माया गरिदिनु भएको छ उहाँहरूको जोडीलाई है। बाई बाई ल। आचा आचा धन्यवाद। अन्त हाम्रो भाइलाई पनि है। ल ओके बाई बाई ल, राम्रै जानुहोस् ल, जानुहोस् जानुहोस्। ओके ल। यही क्या अब के भन्नु त, खुसी भन्ने चिज त्यही हो क्या। ठुलो छैन, सानो कुरोमा खुसी हुनुहुन्छ। अनि आचाहरूले गर्दा तपाईँहरू जस्तै ठुलो मन भएको भाइहरू है, अरू पनि धेरै छ। तपाईँहरूले गर्दा चाहिँ यो खुसी उहाँहरूले अझै खुसी पाउनु भयो क्या, त्यसको निम्ति मनबाट थ्याङ्क यू भन्न चाहन्छु है। यसरी नै क्या बडा र बडीको माया चाहिँ यसरी बढ्छ होइन। भन्नुहोस् मान्छेले लाखको पैसा हुन्छ तर यसरी खुसी बस्नु साह्रो छ क्या। अन्त उहाँहरू होइन नि कम्ती पैसा छ भने जिन्दगीभर खुसी हुन्छ क्या। हामीले धेरै कुरा सिक्नुपर्छ बडा र बडीकोबाट है। खुसी बस्नुको लागि चाहिँ अब दामी रेस्टुरेन्ट, दामी ठाउँ मात्रै भन्ने होइन क्या, सानो जग्गामा खुसी बस्न सक्छ है। यो खुसी बडा बडी सधैँ बरकरार रहोस् है। थ्याङ्क यू भेरी मच है। भिडियो मन पऱ्यो भने चाहिँ सेयर गर्नु नबिर्सिनुहोस् है।